चालु आर्थिक वर्षमा स्थायी कर्मचारी भर्नामा रोक। सरकारले चालु आर्थिक वर्षमा कुनै पनि स्थायी पदपूर्ति नगर्ने नीति लिएको छ। गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त भइसके पहिलो पटक आज बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो। मुख्य सचिव कार्कीको अध्यक्षतामा बिहान 9 बजे सिंहदरबारमा बसेको सचिव बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको स्वीकृति बिना स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने निर्णय गरेको छ। यो निर्णयसँगै अब सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति प्रक्रिया यो वर्ष अगाडि बढाउने छैनन्। सचिव बैठकको विभिन्न 2 दर्जन निर्णयमध्ये 11औं नम्बरमा भनिएको छ, नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुरूप नेपाल सरकारका विभिन्न दरबन्दीहरू गर्दा हाजिरमा पर्ने कर्मचारीको व्यवस्थापन गर्नुपर्ने भएकाले चालु आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको स्वीकृति बिना नेपाल सरकारका कुनै पनि स्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने तथा नगराउने। नयाँ सर्वेक्षणका कारण सरकारी कार्यालयमा दरबन्दीको संख्या घट्दा आवश्यकता भन्दा बढी हुन आउने हाजिर कर्मचारीको व्यवस्थापन गर्नुपर्ने भएकाले स्थायी कर्मचारीको भर्नामा पढाइ गरिएको जनाइएको छ। बैठकले सरकारी कार्यालयमा दरबन्दी भन्दा बढी भएका कर्मचारीलाई आवश्यकता भएको रिक्त ठाउँमा पठाउने र प्रधानमन्त्री कार्यालयको अनुमति बिना नयाँ स्थायी कर्मचारी भर्ना प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो। निर्णय अनुसार सरकारले गरेको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण ONM बाट तय भएको नयाँ दरबन्दी अनुसार सबै मन्त्रालय र निकायले आफ्नो कर्मचारीको आन्तरिक मिलान गर्ने उल्लेख गरिएको छ। दरबन्दी मिलानका क्रममा आवश्यक संख्या भन्दा बढी अर्थात् फाजिल हुने कर्मचारीलाई भूमि व्यवस्थापन, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा खटाइने र ती कर्मचारीलाई संघीय कार्यालय, प्रदेश सरकार तथा स्थानीय तहमा रहेको रिक्त स्थानमा कामकाजका लागि पठाइने व्यवस्था मिलाइने उल्लेख छ, जसले गर्दा कुनै पनि कर्मचारी कामबिन भएर बस्नु नपर्ने भनिएको छ। साथै नयाँ स्थायी कर्मचारी भर्नाका लागि लोकसेवा आयोगमा माग पठाउने काम समेत नगर्ने र नगराउन बैठकले कडा निर्देशन दिएको छ। यो निर्णयसँगै गत साउन 1 गते प्रकाशित लोकसेवा आयोगको वार्षिक कार्यतालिका समेत प्रभावित हुन सक्ने देखिएको छ।